नमस्कार, म भागीरथी देवकोटा कौशल 8 नवलपुरबाट। आज हामी कक्षा 8 मा रहेको सामाजिक विषय अन्तर्गत एकै 1 को पाठ 4 मा छौँ, जहाँ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको बारेमा जानकारी गर्दैछौँ। नेपालको 7 प्रदेशबारे छलफल गर्दै विद्यार्थी भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरूले 7 समूहबाट आफूले जानेका कुराहरू प्रस्तुत गरिसकेका छन्। नम्बर 3 बागमती प्रदेश सम्बन्धी केही भन्न गइरहेका छौँ। बागमती प्रदेश उत्तरको हिमालदेखि पश्चिमको तराईसम्म फैलिएको छ। बागमती प्रदेशको क्षेत्रफल 20,300 वर्ग किलोमिटर रहेको छ र यस प्रदेशको राजधानी हेटौडा हो। हाम्रो प्रदेशमा 13वटा जिल्ला रहेको हाम्रो बागमती प्रदेश हस् त नमस्कार। सङ्घीय राज्य र प्रदेश नेपालको नयाँ प्रशासनिक संरचना र अभ्यास यस प्रकार रहेको छ। नेपालको नक्सा विगत 5 विकास क्षेत्र रहेको थियो भने वर्तमानमा 7 प्रदेश रहेको छ। त्यस्तै गरी संहिता भनेको के हो भन्ने कुरा हामीले जान्न आवश्यक छ। विद्यार्थी भाइ बहिनीहरू, संहिता भन्नाले एकात्मक राज्यको शक्तिलाई विभिन्न राज्य वा प्रदेशहरूमा बाँडफाँड गर्ने राजनीतिक प्रणाली हो। यो हजुरहरूलाई थाहा नै छ। शक्ति निरपेक्ष होइन, शक्ति चाहिँ बाँडफाँड गरिन्छ यसमा। त्यस्तै शासनमा जनताको सहज पहुँच गरिन्छ। केन्द्र एउटा हुन्छ भने प्रदेशहरू 7वटा रहन्छन्। सरकारका 3 तह छन्: सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। सङ्घीय सरकारको अधिकार सैन्य परिचालन र सीमा सुरक्षा, मौद्रिक नीति र परराष्ट्र सम्बन्ध, ठुला राष्ट्रिय आयोजनाहरू यो केन्द्रीय सरकारको अधिकार अन्तर्गत पर्दछ। त्यस्तै गरी हामी प्रदेश र स्थानीय सरकारको भूमिका बारे पनि हामी छलफल गर्नेछौँ। प्रदेश सरकार प्रादेशिक शान्ति सुरक्षा कायम रहन्छ भने प्राकृतिक स्रोत संरक्षण प्रदेश सरकारले गर्छ। र स्थानीय सरकारको भूमिका भन्नुपर्दा स्थानीय विकास र सरसफाइ अन्तर्गत काम गरिन्छ। सांस्कृतिक सम्पदा संरक्षण गरिन्छ। त्यस्तै गरी जनताको घर दैलोको सरकार अथवा भन्नुपर्दा जनताको नजिक सरकार स्थानीय सरकार हो। अब हामी कोशी प्रदेशको बारेमा छलफल गर्नेछौँ। यहाँ हेर्न सक्नुहुनेछ, नक्सामा कोशी प्रदेश मात्रै हाइलाइट गरेर देखाइएको छ। कोशी प्रदेशको राजधानी विराटनगर हो भने जिल्ला 14वटा रहेको छ। यसका मुख्य विशेषताहरू भन्नुपर्दा विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा छ भने चिया उत्पादन पनि यही प्रदेशमा पर्दछ। त्यस्तै गरी धार्मिक स्थलहरू मुख्य पाथिभरा लगायतका विभिन्न धार्मिक स्थलहरू पनि रहेका छन्। अब भने मध्य प्रदेशको पालो रहेको छ। मध्य प्रदेशको नक्सा यस प्रकार रहेको छ भने राजधानी जनकपुर हो। जिल्ला 8वटा छन् र मध्य प्रदेशलाई अन्नको भण्डार पनि भनिन्छ। यो समथर भूभाग रहेको छ। यसमा चाहिँ जानकी मन्दिर र मिथिला संस्कृत सभ्यता रहेको पाइन्छ भने महेन्द्र राजमार्गले छोएको पनि हो। त्यस्तै गरी अब हामी बागमती प्रदेशको बारेमा छलफल गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरूले पहिले पनि भनिसक्नु भएको छ विभिन्न 7 प्रदेशको बारेमा। र बागमती प्रदेशको राजधानी हेटौडा हो भने जिल्ला कतिवटा त
13वटा रहेको छ र यसका मुख्य विशेषताहरू देशको राजधानी काठमाडौँ हो भने पशुपतिनाथ र ऐतिहासिक सम्पदाहरू बागमती प्रदेशमा प्रशस्त मात्रामा छन् र बढी जनसङ्ख्या भएको क्षेत्र पनि बागमती प्रदेश हो। त्यस्तै गरी गण्डकी प्रदेश राजधानी पोखरा हो भने जिल्ला 11वटा छन् र यसमा पर्याप्त मात्रामा पर्यटकीय स्थल रहेको छ। हिमाल र तालहरूको प्रदेश र मुक्तिनाथ र उपल्लो मुस्ताङ पनि गण्डकी प्रदेशमा रहेको पाइन्छ। त्यस्तै गरी अब हामी लुम्बिनी प्रदेशमा रहेका छौँ। लुम्बिनी प्रदेशको राजधानी देउखुरीदाङ हो भने जिल्ला 12वटा छन् र यसको मुख्य विशेषता रहेको छ बुद्धको जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, तिलौरा कोट र रानी महल पनि लुम्बिनी प्रदेशमा रहेको छ। त्यस्तै गरी अब हामी कर्णाली प्रदेशतर्फ जाउँ। कर्णाली प्रदेशको राजधानी सुर्खेत हो भने जिल्ला 10वटा रहेको छ। यसको क्षेत्रफलमा सबैभन्दा ठुलो के छ सबैभन्दा प्रदेशहरूमा क्षेत्रफल ठुलो छ र राराताल र फोक्सुन्डो ताल पनि रहेको छ भने जडीबुटी यहाँ पर्याप्त मात्रामा पाइन्छ, विशेष गरी यार्सा गुम्बा अनि स्याउ उत्पादन पनि क्षेत्र भनेर कर्णाली प्रदेशलाई भनिन्छ। त्यस्तै गरी अब हाम्रो प्रदेश रहेको छ अन्तिम प्रदेश सुदूरपश्चिम प्रदेश। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी हो भने जिल्ला 9वटा रहेको छ। यसमा विशेषताहरू रहेको छ शुक्लाबाट राष्ट्रिय निकुञ्ज, खप्तड अपी सैपाल हिमालहरू, त्यस्तै गरी कर्णाली चिसापानी पुल यहाँ अवस्थित रहेको छ। अब हामीले लगभग 7 प्रदेशको बारेमा जानकारी लियौँ र राज्यका अङ्गहरू पनि के कस्ता छन् भन्ने कुरा हामीले यसमा जान्न आवश्यक छ। केन्द्र प्रदेशमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका छन्। यसमा व्यवस्थापिकामा कानुन बनाउने हो भने प्रदेश सञ्चालन गर्ने, न्याय दिने कार्य चाहिँ यसमा रहन्छ। यो स्थानीय तहमा पनि हुनेछ। अब निष्कर्षतर्फ जाउँ हामी। विशेष गरी संहिता केवल नक्साको परिवर्तन मात्र होइन, यो अवसर अधिकारको बाँडफाँड हो भनेर मिठो भनाइ यहाँ राखिएको छ। सबैजना मिलेर एक हौँ भन्ने कुरा पनि छ। निष्कर्षमा सुशासन र समृद्धि नेपालको हामी अपेक्षा पनि गर्छौँ र हामी सबैको दायित्व आफ्नो प्रदेश र स्थानीय तहको विकासमा हामी जुटौँ लागौँ भन्ने यसको मुख्य उद्देश्य हो भने आजलाई हामी क्लास यति नै गर्छौँ। हस्त धन्यवाद। थ्याङ्क यू। प्रस्तुतकर्ता भागीरथी देवकोटा, काउसद्याट नरपुर। हस्त धन्यवाद।